सुरुमा त करेला खाँदा पनि तितो नै हुन्छ, तर पछि खाँदै गएपछि बानी पर्दै गएपछि त्यसको काम के हो बुझ्दै गएपछि त्यही पनि मिठो हुन थाल्छ। हर्का साम्बाङ पनि करेला जस्तो मात्रै हो। अहिले मान्छेलाई कुनै कुनै कुराहरू तितो लाग्छ, नमिठो लाग्छ। अनि म अरू केही भन्दिनँ, उदाहरणको लागि एउटा सानो सिम्पल दिन्छु। एउटा हर्का साम्बाङको र घन्टीबाट उठ्ने मेयर बालेन शाहको कामको तुलना गरेर हेर्नु हो भने अहिले गाउँ घर बस्ती बुढापाका बच्चादेखि लिएर ठुलोसम्म पनि हुडुल्की चाहिँ धेरै बालेनको छ, त्यो मान्छु म। तर भोट दिनको लागि समर्थन चाहिँ काम हेरेर जान्ने बुझ्ने गाउँका बजारका सहरका जुनसुकै कुनाबाट भए पनि देश विदेशबाट सपोर्ट गर्ने पनि धेरैजसो चाहिँ म हेर्छु हर्काकै छ होला जस्तो लाग्छ होइन। अनि म पनि हर्काकै सपोर्टर हो। प्लस अनि अर्को कुरा चाहिँ के भने मलाई सबैले हर्काको भिडियो बनाउँदा झोले झोले भन्छ, तिमीहरू चाहिँ के घन्टीको कोले घन्टीको चाहिँ के हो झोले होइन। अनि मलाई त गर्व पनि लाग्छ हर्का साम्बाङको झोले हुनका लागि। अनि प्लस र अर्को कुरा चाहिँ हर्का साम्बाङको जति घमण्डी छ नि त्योभन्दा हर्का साम्बाङको सपोर्ट फ्यानहरू त्यत्तिकै घमण्डी छ क्या। के कुराको भने हर्का साम्बाङले जिते पनि हारे पनि भोट चाहिँ हर्का साम्बाङ बाहेक कसैलाई नदिने भन्ने प्रतिबद्धता राखेका छौँ क्या हामीले। अनि अर्को कुरा चाहिँ हर्का साम्बाङको काम देखेर तारिफ गर्न नजान्नेहरूले विरोध गरेको पनि हामी हेर्न र सुन्न सक्दैनौँ। यति कुरा कान खोलेर सुन्दा हुन्छ घन्टेहरूले होइन। अनि राम्रोलाई राम्रो र नराम्रो छुट्याउन नसक्नेले विरोध पनि नगर। अनि भुक्ने कुकुरले कहिले पनि टुक्दैन होइन, परेको बेलामा लुक्ने। अनि अहिले आएर आफूलाई चाहिँदा चाहिँ निहुरिने त्यस्तो नेताले पछि गएर हामी जनताको लागि केही गर्छ भन्ने आश चाहिँ बिल्कुल नगरे घन्टेको सपोर्टरहरू। अझै पनि टाइम समय छ, हुँदै समय बुझ्ने गर। संस्कृति पार्टी बाहेक विकल्प कुनै पनि छैन। देश बनाउने भनेको संस्कृति पार्टीले नै हो। जुनै जोगी आए पनि कानी चिरेको भने जस्तै कुनै नेताहरूले तिमीहरूको घन्टी यताउतिले रविले केही काम गर्दैन। संस्कृति पार्टीलाई समय हुँदै आउने अमूल्य मतदान चाहिँ माटोमा छ्याप्पा हानेर हर्का साम्बाङ संस्कृति पार्टीलाई जिताएर हाम्रो देशलाई बनाएर देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीलाई देशमै रोजगार दिनेसम्म वातावरण बनाऊँ होइन। नभए त फेरि त्यही हो है। ल यति नै भन्न आएँ। मनदेखि छातीमा हात राखेर यसपालिको भोट चाहिँ कसलाई दिँदा ठिक हुन्छ, आफ्नो अमूल्य भोट चाहिँ जय संस्कृति पार्टीलाई दिन्छ भन्ने आशाका साथ यो भिडियो बनाएको छु। बेलैमा यो बिर्कोको बुद्धिको बिर्को खोल्ने ठिक है। ल जय हर्का साम्बाङ, जय संस्कृति पार्टी, जय माटो।